आज चाहिँ हामी क्लासिक टेकको यो नयाँ लेटेस्ट वाइफाई 6 राउटर अनबक्स गरेर हेर्ने छौं र साथै हामी वाइफाई 6 राउटर र यो वाइफाई 5 राउटर कम्प्यारिजन गरेर पनि हेर्ने छौं र साथै अहिले यो वाइफाई 6 मा चाहिँ के कस्तो अपडेटहरु आएको छ, के कस्तो नयाँ फिचरहरु आएको छ त्यो पनि हेर्ने छौं र साथै हामी प्र्याक्टिकली यसलाई टेस्ट गरेर पनि हेर्ने छौं। सो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। यो हो क्लासिक टेकको न्यू वाइफाई 6 राउटर। न्यू जेनेरेसन टेक्नोलोजीसँग आएको यो राउटरले फास्ट स्पीड, लो लेटेन्सी र बेटर कभरेज प्रोभाइड गर्छ। यो हो क्लासिक टेकको वाइफाई 5 राउटर। राम्रै परफर्मेन्स दिन्छ, तर आजकलको हेभी इन्टरनेट युजका लागि वाइफाई 6 भन्दा चाहिँ अलिकति कम एफिसिएन्ट चाहिँ छ है। हामी यो दुवै राउटरको वायरलेस कनेक्सन चेक गर्न लाग्दैछौँ। एकातिर चाहिँ हाम्रो नयाँ वाइफाई 6 राउटर कनेक्ट भएको छ भने अर्कोतिर चाहिँ वाइफाई 5 कनेक्ट भएको छ। हामीले चाहिँ 350 Mbps नेटमा स्पिड चेक गर्दा वाइफाई 5 ले फुल स्पिड छुन एकदमै स्ट्रगल गरिरह्यो, तर वाइफाई 6 मा चाहिँ डाइरेक्ट 350 Mbps लाइन हिट गर्यो। सो स्पिड टेस्टमा चाहिँ क्लियर विनर वाइफाई 6। हामीले चाहिँ 1.3 GB को पब्जी डाउनलोड गर्दा वाइफाई 6 ले 45% हानिसक्दा वाइफाई 5 मा मात्र 8% मा अड्केको थियो। सो वाइफाई 6 ले चाहिँ एक्ज्याक्ट 2 मिनट्समा फुल डाउनलोड कम्प्लिट गर्यो भने वाइफाई 5 वाज स्टिल स्ट्रगलिङ। सो यो पोइन्ट पनि जान्छ वाइफाई 6 लाई। हामीले चाहिँ वाइफाई 5 र वाइफाई 6 मा फ्री फायर चलाएर पनि चेक गर्यौं। सो वाइफाई 5 मा पिङ 44 आउँदा वाइफाई 6 मा भने पिङ 18 मा लक भयो। सो गेम प्ले सुपर स्मुथ र कनेक्सन हाई स्टेबल भएकोले यो पोइन्ट पनि सिधै वाइफाई 6 लाई नै जान्छ। चाहिँ हामी राउटर भन्दा 20 मिटर डिस्टेन्स पर गएर आउटडोरमा क्ल्यास अफ क्ल्यान्स डाउनलोड गर्दा वाइफाई 5 लाई स्ट्रक्चर वाल लिकेजले गर्दा 6-7 मिनट्स लाग्यो भने वाइफाई 6 ले चाहिँ त्यसको एक्ज्याक्ट हाफ टाइममै लोड कम्प्लिट गर्यो। सो नो डाउट रेन्जको पोइन्टमा पनि वाइफाई 6 लाई नै जान्छ। अब सबै टेस्ट र कम्प्यारिजन हेर्दा वाइफाई 6 इज मच सुपिरियर देन वाइफाई 5। अब यो फिचरमा चाहिँ वाइफाई 5 बाट वाइफाई 6 मा चाहिँ के कस्तो अपग्रेड भएको छ हेरौँ है त। वाइफाई 5 मा चाहिँ MU/MI/MO फिचरले चाहिँ डाउनलिङ्क मात्र सपोर्ट गर्थ्यो। भन्नुको मतलब राउटरबाट डिभाइसेसमा डेटा आउँदा चाहिँ पालो पर्खिनु पर्थेन डिभाइसेसहरूले चाहिँ, तर डिभाइसेसबाट चाहिँ राउटरमा डेटा पठाउँदा चाहिँ पालो पर्खिनु पर्थ्यो। साथै यसले म्याक्सिमम 4x4 स्ट्रिम क्यापेसिटी मात्रै ह्यान्डल गर्न सक्थ्यो। यो फिचर चाहिँ वाइफाई 6 मा चाहिँ अपग्रेड भएर आएको छ। यसले चाहिँ अब डाउनलिङ्क र अपलिङ्क दुवै सपोर्ट गर्छ। भन्नुको मतलब राउटरबाट डिभाइसेसमा डेटा आउँदा वा डिभाइसेसबाट राउटरमा डेटा पठाउँदा भने पालो पर्खिनु पर्दैन। साथै स्ट्रिम क्यापेसिटी पनि दोब्बर भएर 8x8 पुगेको छ, जसले गर्दा चाहिँ अब राउटरले एकैचोटि धेरै डेटाहरू ह्यान्डल गर्न सक्छ। वाइफाई 5 को म्याक्सिमम थ्योरेटिकल स्पिड 3.5 Gbps सम्म थियो भने वाइफाई 6 को 9.6 सम्म पुगेको छ, जुन वाइफाई 5 भन्दा 3 गुणा धेरै हो। तर यहाँ एउटा कुरा चाहिँ बुझ्नुपर्छ है, यो 9.6 Gbps तपाईको एउटा सिंगल मोबाइलले पाउने स्पिड चाहिँ होइन। मानव घरमा 5-10 वटा डिभाइसेसले एकैचोटि इन्टरनेट चलाइरहेको छन्। वाइफाई 5 मा यस्तो बेला चाहिँ अब नेटवर्कमा ट्राफिक बढेर स्पिड र स्टेबिलिटीमा असर पार्न सक्थ्यो, तर वाइफाई 6 ले चाहिँ एकैचोटि धेरैवटा डिभाइसेसलाई इफिसिएन्टली म्यानेज गर्न सक्छ। अब भन्नुको मतलब चाहिँ वाइफाई 6 मा चाहिँ घरमा जतिवटा डिभाइसेस कनेक्ट भए पनि इन्टरनेट स्मुथ र स्टेबल रहन्छ। टार्गेट वेक टाइम अर्थात् TWT भनेको वाइफाई 6 को एउटा यस्तो स्मार्ट फिचर हो जसले कनेक्टेड भएको डिभाइसेसहरू जस्तै मोबाइल फोन, ल्यापटप, स्मार्ट वाचेसको ब्याट्री ब्याकअपलाई झन कम्प्लिमेन्ट्री बनाउँछ। अब यसको फाइदा भनेको चाहिँ घरमा भएको स्मार्ट बल्ब, सेन्सर, CCTV क्यामेरा जस्ता डिभाइसेसहरूको ब्याट्री ब्याकअप यो टेक्नोलोजीले गर्दा महिनौसम्म टिक्छ। यदि घरमा धेरै डिभाइसेस कनेक्ट हुन्छन्, वर्क फ्रम होम गर्नुहुन्छ, भिडियो एडिटिङ गर्नुहुन्छ, अनलाइन गेमिङ खेल्नुहुन्छ अथवा एकैचोटि धेरैजनाले इन्टरनेट युज गर्नुहुन्छ भने वाइफाई 6 इज बेस्ट चोइस फर यु। यसले स्पिड मात्रै होइन बिजी नेटवर्कमा पनि स्मुथ परफर्मेन्स दिन्छ। तर घरमा 3-4 जना मात्रै हुनुहुन्छ र नर्मल ब्राउजिङ, युट्युब र सोशल मिडिया युज गर्नुहुन्छ भने वाइफाई 5 ले पनि राम्रै काम गर्छ। तर फ्युचरको लागि स्टेबल र अपग्रेडेड एक्सपिरियन्स चाहनुहुन्छ भने वाइफाई 6 मा अपग्रेड गर्नु डेफिनेटली वर्थ इट हुन्छ। वाइफाई 6 मा अपग्रेड गर्ने सोच्दै नै हुनुहुन्छ भने क्लासिक टेकको 125 Mbps र त्यसमाथिका प्याकेजेसहरुमा वाइफाई 6 राउटर इन्क्लुडेड छ।
सो बुक गर्नको लागि चाहिँ स्क्रिनमा दिएको नम्बरमा कल अथवा हाम्रो फेसबुक पेजमा पनि मेसेज गर्न सक्नुहुन्छ र तपाईँको घरमा चाहिँ कुन राउटर छ कमेन्टमा लेख्न चाहिँ नबिर्सिनु होला।